ए दाइको च्यानल सब्स्क्राइब गर्दिनु है मलाई भाइरल नगर। हामी अहिले पुग्यौं घुर्मी। इटरीबाट जस्ट निस्केँ म। योचोटिको दसैँ हाम्रो घरमा टिका लगाउन भएन, त्यो भएर म लगभग 4000 देखि 4500 मिटर माथि रहेको दुधकुण्ड भन्ने ठाउँ जाँदैछु। सोलुखुम्बुमा पर्छ दुधकुण्ड। त्यो कान्छी चोकबाट चत्रा हुँदै जान्छु। जिरोमा सेट गरेँ। मेरो यहाँदेखि गायर कटारी हुँदै पोखलढुङ्गा फाप्लुसम्म बाइक जान्छ होला। अप एन्ड डाउन कति किलोमिटर हुन्छ जिरोमा सेट गरेको छु। निस्केको टाइम 10 बजे। आज विजया दशमी 10 बजे निस्केको छु। यहाँबाट धरान जान पनि सकिन्छ। अहिले चाहिँ हामी अब चत्रा पुलतिर जाँदैछौँ सिधै। यो धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्रधाम रामपुर आइपुगिसकेँ म। यहाँ के भएछ हौ, यहाँबाट सिधै उता गयो भने फतेपुर। अहिले हामी त जाँदैछौँ यो बाटोबाट भिमान काठमाडौँ हेटौडा कटारी। अहिले हामी बेलटार बजार जाँदैनौँ, बायाँ लिएर यही हाइवेबाट हिँड्छौँ। गाईघाट आइपुग्दाखेरि 11:41। हामी 10:15मा निस्केको थियौँ इटरीबाट। उदयपुर जिल्लामा पर्ने गाईघाट मेरो यहाँ साइडमा देखिरहनु भएको छ। गाईको मूर्ति छ। यही हो गाईघाटको मेन चोक भनेको। आज दसैँ भएर होला बन्द छन् पसलहरू चाहिँ। चिया खानको लागि एकछिन रोकिरहेको थियौँ, चिया खान पाइएन। एकछिन रेस्ट गरेर हामी यहाँबाट निस्किन्छौँ। मिर्चया काठमाडौँ भिमान ओखलढुङ्गा 137 किलोमिटर। तपाईँहरू धेरैलाई थाहा नै छैन होला कि यो ठाउँमा यो रोपवेको लाइन छ। अहिले पनि ट्रान्सपोर्टेसनको लागि युज भइरहेछ रोपवे। अब हेटौडा भिमान जानको लागि बायाँपछि, काठमाडौँ जाने बायाँ, हामी ओखलढुङ्गा 96 किलोमिटर मात्रै रहेछ ओखलढुङ्गा। चिया बन्छ। अरू के छ हौ खानेकुरा? समोसा छ जस्तो लाग्यो। समोसा आजै बनाएको होला नि। खाइदिउँ न समोसा। दुईटा समोसा दुईटा कचौडी। ल समोसा रहेछ, कचौरी देखिन नि भाइ, कहाँ छ? त्यो त पकौडा हो नि है। मेरो नाम अमृत कुमार शाह। कटारी बजारमा छौ। कटारी बजारमा मेरो पसल रहेछ गोलपारामा। भोक लाग्यो कि खाजा पनि खाउँ लाग्ने नै रहेछ। बसेर ट्राई गरौँ। चिया एकछिन रुक है, त्यसो भए ल सेलाउँ। होइन न सँगै खानु भाइ। चिया पनि सँगै हुन्छ के गर्नु। राम्रो छ। बस्नु चाहिँ अलिअलि गाह्रो भयो हाम्रो यो ब्यागहरूले गरेर हो। कटारीसम्म हल्का कटारी गाईघाटसम्म अलिकति गाह्रो भयो। त्यहाँबाट कटु अगाडि राख्यो। अहिले एकदम ठिक छ। र ओखलढुङ्गाको लागि जाने हो। 90-95 किलोमिटर छ ओखलढुङ्गा। कति कमायो हो भाइहरूले दसैँमा टिका लाएर? कति छ खोइ? छुट्टा छुट्टै हो कि तिम्रो मात्रै हो यो? छुट्टा छुट्टै हो। तिमीले कमाएनौ? ए दाइको च्यानल सब्स्क्राइब गर्दिनु है सबैजनाले। ल अब खाजा खाएपछि अब लाग्नु। ल यात्रामा भाइले थर्मस दान गरो। फेरि 1000 रुपियाँ चुना लाग्छ। सरी है, सरी अनन्त। अब एउटा किनेर गिफ्ट दिनु पर्यो। भयो कताबाट हामी यताबाट आयौँ। अब हामी माथि उत्तर लाग्छौँ। यहाँ कटारीबाट निस्किने बेलामा 1:37 भयो। 130 किलोमिटर देखाइरहेछ। कटारीबाट माथि लागेपछि बाटो साँगुरो। यो अब यतिकै हो ग्राभेल चाहिँ। यतिकै हो अब। कटारीदेखि घुर्मी लगभग 40 किलोमिटरको डिस्टेन्स छ होला। त्यहाँसम्म चाहिँ बाटो यस्तै।
ठाउँको नाम चाहिँ के अरे बहिनी हो? बेदिनी। मैले अब चिया चाहिँ बनाइदिनु भयो हुन्थ्यो बरु, यस्तो चिया खानु मन लाग्यो। फिका खान्छौँ त हामी नि। ल भाइ, म सन्दीप श्रेष्ठ है। म चाहिँ किरण राई। के गरेर लगभग घुर्नी पुग्न आँटे। हामी अहिले पुग्यौँ घुर्मी। यहाँसम्म आइपुग्दाखेरि 170 किलोमिटरको हारेर देखाइरहेछ किलोमिटरले। यो होटलमा आइपुगेका छौँ, विशाल होटल एन्ड लज। यता पछाडि बगिरहेको नदी सुनकोशी नदी बेसीमा पर्दो रहेछ घुर्मी बजार। के छ भन्न, के छ विचार? टोक्ने खालको त छैनस् नि। घुर्मीबाट ओखलढुङ्गा जानको लागि यही ब्रिज कटेर जानुपर्छ। तलको नदी सुनकोशी छ भने हाल्दो। ओखलढुङ्गा 41 किलोमिटर। वेलकम टु ओखलढुङ्गा। पानी भन्ज्याङ कटेपछि हाम्रो पूर्वको हिलेवाला फिल आउँदो रहेछ, चिसो। बस पार्क जाने बाटो हो तलबाट। 6:12 216 किलोमिटरको ट्राभलपछि ओखलढुङ्गा आइपुग्यो। कति टाढा हो ओखलढुङ्गाबाट? ओखलढुङ्गा आएपछि चिसो भयो भाइको लागि, मेरो लागि। छेउछाउ हामी पुग्नुपर्ने ठाउँ फाप्लु। फाप्लुमा अहिले 15 डिग्री। भाइको दसैँको गिफ्ट हो कि क्या हो यो जुत्ता? पुरा कस्तो दामी हौ। 6:51 भयो ओखलढुङ्गाबाट निस्किसक्यौँ हामी फाफ्लेको लागि। यहाँबाट 40 देखि 45 किलोमिटर भनेपछि 2 घन्टाको आधारी लाग्छ अनुमानित। रातिको 8:44 259 किलोमिटर यो। हामी सोलु खोला पुल अनि यहाँ हाइड्रो पावर पनि रहेछ। सल्लेरी आउनु अगाडि जोर बौद्ध भन्ने ठाउँमा रहेछ। 269 किलोमिटर ट्राभल भएछ। अहिले सल्लेरी भन्ने ठाउँ लगभग पुग्न आँट्यो। यो होला त्यसो भए 9:13 भइसक्यो। न्यू श्रेष्ठ होटल एन्ड लज सोलु दुध कुण्ड फाप्लु भर्खर आइपुगेका छौँ। पुग्यौँ हामी फाइनली। भाइ के छ? एकदम आरामै छौ? खाना खाइदिउँलाई फोन उठाइदिनु हो। हामी त्यहाँ ठ्याक्कै खोला कटिरहेको अनि भाइले त टिका लगाइवरी। तपाईँहरू पनि श्रेष्ठ हुनुहुँदो रहेछ? हजुर म श्रेष्ठ नै हो। हजुर। घर चाहिँ घर अहिले त मेरो इटहरी। भोक मिठो हो कि भोजन भन्ने थियो, दुइटै हो जस्तो लाग्यो मलाई। भोक पनि मिठो छ, भोजन पनि मिठो छ। कस्तो लाग्यो है तिमीलाई खानु? मिठो छ?